दहेज मुक्त अपन मिथिला समाज सेवा संस्था नेपाल, बाल विवाह जिंदगी तबाह, बेटी बचाओ बेटी पढ़ाओ, घर घर के आवाज दहेज मुक्त अपन मिथिला समाज सेवा संस्था नेपाल, महिला हिंसा महिला शोषण घर घर के आवाज दहेज मुक्त अपन मिथिला समाज संस्था द्वारा हम दहेज मुक्त अपन मिथिला समाज सेवा संस्था नेपाल, बेटी बचाओ बेटी पढ़ाओ, बाल विवाह जिंदगी तबाह, घर घर के आवाज दहेज मुक्त मिथिला समाज। आदरणीय आमा बुवा दाजु भाइ दिदी बहिनी र हाम्रो प्रिय साथीहरू, तपाईहरूलाई थाहै भएको कुरा हो, हाम्रो समाजमा विभिन्न थरीका हामी जस्ता कैयौँ नागरिकलाई शोषण गर्ने, दमन गर्ने, घृणा र हेला गर्ने कृति कुप्रथा आदि नराम्रो नियमहरू छन्। आजको आधुनिक युगमा जातीय छुवाछुत, महिला हिंसा, भ्रष्टाचार, भेदभाव, दहेजो प्रथा आदि कुप्रथाहरूले हाम्रो समाजलाई छोएकै छ। साथीहरू, यो यस्ता प्रकृतिहरूबाट मुक्तिको लागि तपाईँ हामी बीच एउटा संस्था लिएर आएको छु। सबैभन्दा नराम्रो प्रथा दहेजो प्रथा हो। यो प्रथाले हाम्रो समाजमा रहेका गरिब, दलित, जनजाति, असहाय र अपाङ्ग व्यक्तिहरूलाई निकै प्रभाव गरेको देखिन्छ। छोरी जन्मियो भने आफ्नो भाग्यलाई कोस्य, तर कि र कति दिन यस्तो गर्ने हामीले हाम्रो समाज पहल गर्नुपर्छ, आवाज उठाउनुपर्छ, समाज सेवा जस्ता सङ्घ संस्थाको साथ दिनुपर्छ अनि हामीले आफ्नो अभियानलाई नियन्त्रण दिनुपर्छ अनि हाम्रो समाजमा अन्धविश्वासको जाल टुट्छ। आदरणीय बुद्धिजीवी महानुभाव जीवहरू, हामी सबै मिलेर यस्तो प्रकृतिहरू हटाउनका निम्ति उठ्नुपर्छ, सङ्घर्ष गर्नुपर्छ। त्यसको लागि हाम्रो महान र पवित्र सङ्गठन संस्था दहेज मुक्त अपन मिथिला समाज सेवा संस्था नेपाल सेवा प्रदान गर्दै आइरहेको छ। यदि हजुरहरू पनि सोच्दै हुनुहुन्छ भने यो सङ्गठन संस्थालाई साथ दिनुहोला र हामी सबै मिलेर हाम्रो समाजमा भएको महिला हिंसा महिला शोषणलाई, महिला उपर हिंसा शोषण हुँदै आइरहेको छ, जो हामीहरू जो महिला उपर दुर्व्यवहार हुँदैछ, हामीहरूलाई मिलेर सबैलाई मिलेर हटाउनु पर्छ। त्यस्तै गरी हाम्रो दहेज मुक्त अपन मिथिला समाज सेवा संस्था नेपालको केही विशेष कुराहरू छ। हाम्रो कार्यहरू दहेज मुक्त मिथिला, हाम्रो अभियान छुवाछुत, भेदभाव, कुविचार, बाल विवाह, गर्भपतन, धर्म परिवर्तन जस्ता कुराहरूको अन्त गर्ने हाम्रो योजना, महिला हिंसा, नारी शोषण, भ्रष्टाचार, महिलाहरूको हक हितमा हामी अनि सम्मानको लागि आवाज उठाउने, गरिब, लाचार, असहाय, अपाङ्ग, जेठ नागरिक दुर्व्यवहार हुँदैछ तथा दलितहरूलाई आवश्यकता अनुसार सहयोग गर्ने, गाउँ तथा टोलमा बेटी पढाओ बेटी बचाओ, छोरा र छोरीको एक समान गर्नु, बाल विवाह जिन्दगी तबाह जस्ता नारा साथ
हाम्रो संस्थाको उद्देश्य छ। जस्तै अहिलेको अवस्था यस्तो छ हाम्रो नेपालमा कि कम उमेरमा हामी छोरीलाई बिहे गरिदिने, तर छोरीलाई बिहे गरिदिने 16-17 वर्षको उमेरमा, 15 वर्षको उमेरमा, यस्तो उमेरमा छोरीलाई बच्चा जसरी जन्मेपछि बिमार हुन्छ। त्यस्तो नगर्नुहोस्। हामीलाई हरेक रोग लाग्छ छोरीहरूलाई। कम एजमा हामी छोरीलाई बिहे गर्दा के हुन्छ, हाम्रो छोरीलाई कम एजमै त्यो बच्चा जन्मिहाल्छ। यस्तोमा के हुन्छ, हाम्रो छोरीलाई हरेक किसिमको रोग लाग्छ। रोग लागेपछि हाम्रो केटीको मृत्यु भइहाल्छ। त्यस्तो गरी हामीहरू कम एजमा बिहे नगर्नु, कम्तीमा 20 वर्ष हुनु पर्यो। अब हामी दहेज मुक्त अपन मिथिला समाज सेवा संस्था नेपाल, बाल विवाह जिंदगी तबाह, बेटी बचाओ बेटी पढ़ाओ, महिला हिंसा महिला शोषण, घर घर की आवाज दहेज मुक्त मिथिला समाज संस्थाद्वारा अब हामी एउटा नामावली यो संस्थाको पेश गर्छौँ। श्री संजय कुमार शाह अध्यक्ष, श्री राम पुकार यादव उपाध्यक्ष, श्री उमेश मण्डल सचिव, श्री नरेश मण्डल सहसचिव, श्री जागेश्वर मण्डल कोषाध्यक्ष, श्री हरिनारायण मण्डल अन्तर्राष्ट्रिय प्रतिनिधि, मोहम्मद अजीम कबारी संयोजक, श्री राम टहल शाह सलाहकार, श्री सूर्यदेव यादव विशेष सलाहकार, श्री हीरालाल मण्डल शाखा प्रमुख मलेसिया, श्री मोहम्मद सदाम हुसैन संयोजक मलेसिया, श्री देवेंद्र पासवान संयोजक जुबेल, श्री श्याम करण चौधरी शाखा प्रमुख, मोहम्मद अलाउद्दीन मिया शाखा प्रमुख, श्री हरिदेव मण्डल सहायक कोषाध्यक्ष। यस्तै गरी नेपाल तर्फबाट मोहम्मद बसिरैन सिराहा, श्री दिनेश मण्डल सिराहा, श्री रोशन मण्डल सिराहा, श्री विद्यानंद मुखिया सप्तरी, श्री श्याम यादव सिराहा, श्री श्रवण कापर मोहतरी, श्री विनोद मण्डल धौंसा, श्री हरिचंद्र सिंह सप्तरी, श्री मिथिलेश यादव सप्तरी, श्री बवन कापर मोहतरी, मोहम्मद पंचुरैन सिराहा, मोहम्मद जाकिर सिराहा, श्री संतोष शाह सिराहा, श्री बिंदेश्वर केवत सिराहा, मोहम्मद शौकत रैन सिराहा, श्री विवेक राउत धौंसा, श्री प्रमोद कुमार मण्डल सिराहा। यस्तो गरी हाम्रो यो संस्थाको नामावली पदाधिकारीहरूको छ। हाम्रो यो संस्था नेपालको होइन, तर के अरे हाम्रो विदेशमा यो संस्थाको स्थापना भएछ। तर यहाँ हाम्रै काका भतिज भाइ दाजुभाइहरू विदेशमा खटिरहेछ। 80-90 डिग्रीको तापक्रममा यो 5 रुपैयाँ 10 रुपैयाँ जम्मा गरेर यहाँ नेपालमा लाचार व्यक्तिलाई, अपाङ्गलाई, दलितलाई यो सहयोग गर्ने काम गरिरहेछ। दहेज प्रति खतम गर्ने यसको अभियान एउटा उद्देश्य छ। हामीहरू सबैजना मिलेर यो दहेज प्रति खतम गर्नु, बाल विवाह नहुन दिनु, बेटीलाई पढाउने